नमस्कार सम्पूर्णमा तपाईहरूलाई फेरि पनि स्वागत गर्दछु यो हाम्रो यात्रामा। आज तपाईहरूलाई काठमाडौँदेखि तिनजुरे हुँदै मेरो गाउँ खातबारीसम्म पुर्याउनेछु। यस बिचमा तपाईहरूलाई सङ्कसभा र तेह्रथुममा अवस्थित पाथिभरा माताको दर्शन गराउनेछु। बाटो चाहिँ हेर्नु यस्तै छ हैन। सो यहाँ परतिर पनि देखिएको छैन। पाथिभरा मन्दिर आइसकेको छौँ। सो एरियाको यस्तो छ। सो मन्दिर यहाँ भित्र छ मेन, अनि बाहिर पनि पूजा गर्ने ठाउँ छ। फाइनल्ली पूजा पनि गरिसकियो। सबै मेरो भ्युवर्सहरू, मेरो शुभचिन्तकहरूलाई सबैलाई रक्षा गरून् पाथिभरा माताले। हामी ठ्याक्कै सिधुवा बजारबाट मास्लो बाटो झन्डै हुँदै आएको छौँ। सो यो ठाउँ देख्न सक्नुहुन्छ, कसले चिन्नुहुन्छ होइन। एकदम यो 2-3 महिना अगाडि चाहिँ एकदम भाइरल भएको ठाउँ हो यो। अनि फाइनल्ली हामी पनि आइसकेको छौँ। बाटो पनि यही पऱ्यो। 4:45 गयो। अनि राइट नाउ हामी त्यही ट्याक्क यो भेरेटार पनि होइन, धरान पनि होइन, ठ्याक्क बिचतिर छौँ। अनि हल्का गर्मी भएको अवस्था, अनि हल्का एक्सट्रिम खाएर एनर्जी चाहिँ बढाउनै पर्ने अवस्था भयो। सो वाट्सअप एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। इसमे अमिर कार्की फेरि पनि आइसकेको छु एउटा नयाँ ब्लगको साथमा। मुलकोटभन्दा अलिकति माथि ठ्याक्क यो जय सेती देवी माताको मन्दिर, ठ्याक्क यो सिन्धुली भनेर पनि चिनिन्छ यो एरियालाई होइन। अनि यो ऐनाको ठाउँमा आइपुगेर अनि यहीँबाट ब्लग मैले स्टार्ट गरिरहेको छु, किनकि योभन्दा अलिकति अगाडि चाहिँ अब पुरै कस्तो छ बाटो तपाईँहरूलाई थाहा नै होला होइन। सब भत्केको छ, अनि अँधेरो पनि हुन्छ। अनि त्यहाँबाट अब उतैबाट केही स्टार्ट गर्नु, राम्रै ठाउँ आएर स्टार्ट गरिदिउँ। अनि एकैचोटि अब आजै त हामी घर पुगिँदैन, अनि भोलि पुगिन्छ। अनि एउटै ब्लगमा समेट्नको लागि अनि यहीँबाट स्टार्ट गरिदिउँ भनेर यतातिर आएको छु। अनि यहाँको मौसम चाहिँ अहिले यस्तै छ होइन, त्यस्तो राम्रो खुलेको छैन, घाम लाग्न पाएको छैन होइन। यताबाट घाम चाहिँ निस्किरहेछ। अनि अब हामी कता पुगिन्छ, कता बसिन्छ, अनि भोलि कता गइन्छ, अनि भोलि घर त पुगिन्छ, तर कता यसो डुलघुम गरेर जाने विचार छ। के हुन्छ होइन, चुनाव लागिरहेछ देशमा, अनि मेन कुरा त त्यही हो, भोट हाल्न गएको हो हामी। अनि अब आफ्नोलाई भन्दा पनि राम्रोलाई भोट हाल्नुपर्छ होइन। अब त्यही हो गाइस। ल सो यहाँबाट हामी लागिन्छ। मोटो भ्लग अब यहाँबाट स्टार्ट गर्छु म, अनि बिचमा तपाईँहरूलाई अपडेट दिइरहेको छु। हामी 4:30मा बाटो लागेको, अहिले 7:30 भइसकेको छ। सो ल अब चाहिँ हामी यो बाटो जान्छौँ सरर। सो आजको राइडमा दिदीभाइ हो हामी होइन, दुईजना स्कुटरमा सरर आइएको छ। सो ल अब यहाँबाट हामी हिँडिन्छ। नयाँ टायर यस्तो छ होइन स्थिति, नयाँ टायर हालिवरि आएको छ होइन। अगाडिको ग्रिपै गएर अफरोड पनि हुन्छ, अनि अब बिचमा गाह्रो हुन्छ भनेर टक्क पारामा नयाँ टायर हाल्यो। अगाडिको पछाडिको चाहिँ पहिले हालेको थियो, छ राम्रै। सो ल अब यहाँबाट हामी बाटो लाग्यौँ होइन। अनि खाजा खान चाहिँ अलिकति अगाडि नै जानुपर्ने हुन्छ हामी, अलिकति राम्रै ठाउँमा गएर खाजा खाएर भन्नाले नि यसो बस्ने ठाउँ राम्रो होइन। त्यही गाइस। ल अब चाहिँ पिच बाटो छ होइन, अफरोड सकिएको छ। यस्तो जिउ गलेको छ नि त अफरोड। अहिले त झन् त्यो अफरोड पनि खोला बनाइदिएको छ कि, अनि टाइम पनि धेरै लाग्ने, अनि बाटो पनि 1-2वटा छ। कता जाने, कहिले माथिबाट जान्छ, कहिले तलबाट जान्छ, अनि यताउता हुँदै त्यस्तो भइरहेछ। अब यस्तो पिचमा कुदाउनु त मजै हुन्छ, मजा त होइन, अलिकति छिटो पनि हुन्छ। अब यहाँ 4:30मा हिँडेको 7:30मा आइपुग्यो, अनि 5:30, 6:30, 7:30 3 घन्टा लाग्यो मुलकोट आउन। त्यो अफरोड थिएन भने त लगभग छिटै आउँथ्यो, 2 घन्टामै आउँथ्यो होला। तर अब स्कुटर बाइकहरू भए त छिटै आउँथ्यो, स्कुटर भइसक्यो। अब त्यो अफरोडमा तपाईँहरूलाई थाहा नै होला कस्तो हुन्छ स्कुटरको हालत। त्यही माथि यो यमाहाको रेजेटार त खत्तम भन्नाले नि अब पिकअपहरू त दिने, अनि यो भनौँ न गुडुङ ट्र्याक्टर जस्तो कराउने क्या। अनि कुदाउन नि लास्टै ल्याउने, घ्याटाटाटा कराउने। यो सब भाइजरहरू यताउता सब हल्लिन्छ क्या। अनि त्यही भएर बिस्तारै आइदिएको। सो अब पनि बिस्तारै नै जाने हो, किनकि हतार छैन। अब आजै पुग्ने भए चाहिँ अलिकति आफ्नै रफ्तारमा जानुपर्ने हुन्थ्यो। अब
बिचतिर अब कता बसिन्छ। लगभग माथि हिले धनकुटा हिलेतिर बस्न पाइन्छ कि भन्ने कुरो छ होइन। भन्नाले नि त्यतातिर बसिन्छ कि, किनकि प्लान चाहिँ हाम्रो उता तिनजुरे मिल्के पनि जाने कुरो छ। अनि त्यतैबाट अब गइवरी यसो एक नजर त्यता पनि घुमिवरी होइन घरतिर लागिदिनु पर्ने हुन्छ। किनकि अब चुनावपछि त फेरि आइहाल्नुपर्ने हुन्छ हामी काठमाडौँ अलिक ल खुरकोटमा आएर तातो चाउचाउ अन्डाको सुप खाने हो। अनि एकछिन बसेर अनि यहाँ पिन्छ होइन। अहिले चाहिँ लगभग अब 8:30 पनि भइसकेको छ, पनि बढी भइसकेको छ। यहाँको 10-15 मिनट भयो। सो अब यहाँ खाइन्छ अनि यहाँबाट लागिन्छ। सो ल 9 बजेको छ। हामी चाहिँ अब टक्का परामा खुरकोटबाट खाजा खाइवरी अब बाटो लागिसक्यो होइन। अब त्यो एकछिन अब त्यहाँ सेल्फी डाँडामा हल्का बसिन्छ होला 5 मिनट जति। अनि यसो त्यहाँ निस्केर अनि त्यहाँबाट चाहिँ सरर गइन्छ। सो ल सेल्फी डाँडा सिन्धुलीगढी भन्ने ठाउँमा आइपुगेको छौँ होइन। सो अहिले चाहिँ 9:50 गएछ। अब यहाँ 5 मिनट जति बसिन्छ होइन। अनि यहाँ फलफुल खान चाहिँ एकदम राम्रो हुन्छ हुन चाहिँ। यहाँ फलफुल कसैले पकाउँछ यो एरियामा होइन। तर अब अलिकति चिसो छ, अब नखाम होइन, घाँटी समाउन सक्छ। त्यही भएर हामी चाहिँ अब 5 मिनट जति रेस्ट गर्छौँ अनि यहाँबाट लाग्छौँ। खासै भ्यू पनि राम्रो देखिनँ मैले, किनकि अलिकति खुलेकै छैन आकाश। सो ल सिन्धुलीबाट भ्लग स्टार्ट गरेर सिन्धुली पनि सकिसकेको छ। त्यहाँबाट चाहिँ हामी विमानको बाटो अनि चतरा हुँदै जानुपर्ने हुन्छ बाटो होइन। हामी चाहिँ अब यो झन्डा भएको ठाउँमा आइसक्यौँ। सिधा गयो भने बर्दिपास। सो हामी चाहिँ लेफ्ट लाग्छौँ। लेफ्ट लागिसक्दै अब यो गाईघाट कटारी यो बाटो हुँदै गइन्छ होइन। चतराको बाटो भनिन्छ यो चाहिँ। डाइरेक्ट यहाँबाट चाहिँ धरान पुग्न चाहिँ अलिक छिटो हुन्छ। उता बर्दिवासबाट घुम्यो भने धेरै लामो, अझ इटरी पुगेर फेरि उता गयो भने अलिकति लामो। त्यहाँबाट डाइरेक्टली धरान गयो भने चाहिँ अलिक छिटो हुन्छ क्या यो बाटो। सो अब यो बाटो लाग्यौँ। यो बाटो पनि तेस्रो छ। अब त्यही 50, 60, 70 त्यस्तै स्पिडमा हाँग्नुपर्ने हुन्छ। सो त्यस्तो भ्यूहरू त केही छैन बाटोमा, यही जङ्गलहरू हो। हामी चाहिँ गाईघाट आइसकेको अवस्था। अनि अहिले चाहिँ लगभग 2 बजेको छ। अनि त्यहीँ गाईघाटमा आएर खाना नास्ता गरियो। अब खाना नास्ता गरेको बेला चाहिँ भिडियो गर्न जहिले बिर्सिन्छु म। अनि अब चाहिँ यहाँ पेट्रोल हाल्नुपर्ने हुन्छ। काठमाडौँमा हालेको पेट्रोल यहाँसम्म टिकिरहेछ। आज राम्रै माइलेज दिइरह। किन हो पेट्रोल राम्रो पऱ्यो कि के हो होइन। यो 237 250 भन्दा माथि भइसक्यो। त्यो पनि एउटा छ अझै बाँकी। भनेपछि 50 भन्दा माथिको माइलेज 60 को दिन्छ क्या हो आज। सो अलराइट गाइज, अहिले 4:45 गयो। अनि राइट नाउ हामी त्यही ट्याक्क यो भेरेटार पनि होइन, धरान पनि होइन, ठ्याक्क बिचतिर छौँ। अनि हल्का गर्मी भएको अवस्था अनि हल्का एक्सट्रिम खाएर एनर्जी चाहिँ बढाउनै पर्ने अवस्था भयो। अनि त्यही हो गाइज। ल अब ट्याक्क मौसम चाहिँ यस्तै छ, धुम्म छ होइन। अनि माथि भेरेटार देखिरहेको छ देख्न चाहिँ। अब भेरेटार पनि बसिँदैन, यहाँ एकछिन बसिन्छ। त्यहाँबाट डाइरेक्टली हामी धनकुटा वा हिले कहाँ हुन्छौँ त्यो चाहिँ एकछिनमै थाहा हुन्छ। अब कतिखेर पुगिन्छ होइन। अब 5:30 बज्यो यहाँ बस्दा 5 बजिहाल्छ। 5 बजी हिँड्दा अब यहाँबाट कति घन्टा लाग्छ। सो लेट्स सी। ल राइट नाउ हामी चाहिँ अहिले हिले आइपुगिसकेको छौँ। सो अहिले 6:30 बजिसकेको छ। अनि यहाँ चाहिँ अब दामी तरिकाले सजाएको रहेछ यो तुम्बाको स्ट्याचुलाई। एकदम यो के भन्छ अब यो डोरी लाएर होइन, दामी तरिकाको भयो रहेछ। अनि चिसो चाहिँ अलिअलि पानी पनि परेको रहेछ अघि। अनि लास्ट चाहिँ चिसो भइरहेछ, बाटो पनि चिप्लो छ। अब भोलि हामी तिनजुरे मिल्के जाने चाहिँ भोलि बिहानै 6-7 बजे यहाँबाट बाटो लागेको भने लगभग कति किलोमिटर छ त्यो चाहिँ मैले एक्ज्याक्ट त थाहा भएन, 30-40 किलोमिटर होला यहाँबाट। अनि त्यही हो गाइज। ल अब होटेल खोज्नुपर्ने हुन्छ, एकतिर बस्नुपर्ने हुन्छ। अनि अरू कुरा बिस्तारै भनौँ ल। अनि भोलि त बबालै भइहाल्छ अन्त सो होइन। सो ल हामीले टक्क खाना आइसकेको छ। होटेल बसिसकेको छौँ होइन, होटेल पुष्पा भन्ने ठाउँ।
अनि ठ्याक्कै यो हिलेकै साइडमा छ। अब आज यहीँ बस्छौँ अनि भोलि 6-7 बजे यहाँबाट बाटो लाग्छौँ अनि भोलि कता कता पुगिन्छ त्यो त तपाईँले देखिहाल्नुहुन्छ। सो अब अहिलेको लागि चाहिँ खाना खानुपर्ने हुन्छ चट्टा पारामा। तातो तातो जाडो जाडो छ होइन। सो अब खाइदिएँ, अब एकैचोटि भोलि भेट्नुपर्छ ल। हेलो एभ्रिवान, के छ? सो गुड मर्निङ। बिहान उठिसकेको छ होइन, 7 बजेको छ अनि पुष्प होटलमा बसेका थियौँ हामी। सो देख्न सक्नुहुन्छ ट्याक्कसँगले यहाँ हिले छ होइन, हिले चोक ट्याक्क यता साइडमा यहाँ पुष्प होटल छ होइन। सो यहाँ बस्नु होला, सर्भिस पनि राम्रो छ, खाना पनि मिठो थियो। अनि त्यही गाइस ल, होटलको पनि नर्मल होटलको एउटा रुमको भनौँ न 500 रुपियाँ रहेछ अनि एट्याच बाथरुमको चाहिँ 1000 रुपियाँ रहेछ। हामीलाई नर्मलले नै काम चलेको 500 अनि खाना त्यही खानाको कति रहेछ? चिकन खाना खाएको थियौँ दुईजनाले। चिकन खानाको 250 भन्छ कि 500 1000 त गयो होइन। सो हिजो बेलुका आइपुग्यो अनि यहाँ बस्यो। अब आज ट्याक्कसँगले कहाँ जाँदैछौँ? बसन्तपुर जलजले मिल्के। सो 28वटा गुराँस फल्ने ठाउँ। सो हिउँ परिरहेछ भन्ने सुनिरहेको छ, यहाँबाट लगभग 30 किलोमिटर होला। सो अब तपाईँहरूलाई देखाउँदै गर्छु, मोटर भ्लगमा जोइन गर्छु। सो गाइस अब हेर्दै गर्नु होला, बवाल भिडियो हुन्छ। नयाँ ठाउँ जाँदैछौँ। म एकचोटि जलजले मिल्के त गएको हो हिउँ खेल्न, तर धेरै सानोमा गएको हो। अब तपाईँहरूलाई देखाउन पनि पाएको थिइनँ। सो अब त्यही हेर्दै गर्नु होला। होटल पुष्पलाई बाई बाई भन्दै हामी चाहिँ ट्याक्कसँगले अब यो हिले चोकबाट यो यतापट्टि हाम्रै घर जाने बाटोतिर हो। तर हाम्रो घर जाने बाटो दुईवटा छ नि त, एउटा चैनपुर भन्ने छ अनि एउटा तल्लो बाटो मास्लो बाटो भन्ने छ। हामी मास्लो बाटोको बाटो जान्छौँ, त्यो चाहिँ अलिकति लामो हो, तर त्यही बाटो हुँदै बसन्तपुर जाने हो हामी। सो त्यही भएर बाटै पर्छ, जाँदै गरौँ होइन। सो तपाईँहरूलाई म यहाँ छुट्टिने ठाउँमा देखाउँछु। दुइटै बाटो जाँदा पनि खातबारीतै पुग्छ जसरी भए पनि, अलिकति लामो र छोटो भन्ने हुन्छ होइन। अब हामी गइराख्ने बाटो चाहिँ तल्लो बाटो हो किनकि छिटै बाटो जान्छौँ। म फर्स्टचोटि नै हो अब यसरी राइड गरेर मास्लो बाटो जाँदैछु। नयाँ बाटो छ, तपाईँहरूलाई पनि देखाउन पाएको छैन। यो क्यामेराको लेन्समा पनि बाफ पसिसक्यो होला क्या, यो लेन्स चाहिँ अलिकति मिलेको छैन रहेछ। अब त्यो मिलाउनु पर्ने थियो, के गर्नु गाह्रो छ। हतारमा निस्कियो होइन, त्यस्तै हो गाइस। प्लानै थिएन यसरी अब चुनाव पाइन्छ भन्ने प्लानै थिएन, 81 भइदियो। सो यताबाट चाहिँ तल्लो बाटो हो, हामी त्यो सिधै गइयो क्या। अब ट्याक्कसँगले यो ट्रकले अलिकति डिस्टर्ब गरेको अवस्था। ल नयाँ बाटो प्रवेश गरिएको छ। सो हेरौँ के छ नजाराहरू। अहिले नजारा त छैन, यी सबै तोवालो लागेर होइन, ढुसिया लागेर पुरै केही देखिएको छैन भ्यू पनि। अब चिसो पनि बबाल चिसो छ, भर्खर 7 बज्दैछ। सो त्यही पनि केही छैन। अब कहाँसम्म स्कुटर पुग्छ त्यहाँसम्म लग्ने हो बिस्तारै भए पनि होइन। अब स्कुटर त्यत्तिकै त चिप्लिन्छ, हिउँ थियो भने त झन् महा चिप्लिन्छ होला। धन्न अगाडिको टायर चाहिँ मैले फेरेर आएछु, न त मेरो बेहाल हुन्थ्यो। बाटो चाहिँ हेर्नु यस्तै छ होइन। सो यहाँ परतिर पनि देखिएको छैन, लगभग 30-40 मिटर मात्रै देखिन्छ अगाडि। त्यहाँबाट बिस्तारै साइड लाइट बालीओरी गइरहेको छु अनि अब यता बाइक आएको अलिअलि मात्रै देखिन्छ क्या, अनि यहाँ आइसके मात्रै देखिन्छ। त्यस्तो छ हालत, चिसो। यो पन्जा लाएर नि भित्र आइस भइसक्यो मेरो हात होइन। गाह्रो छ। सिधुवा बजारमा आइपुगेको छौँ। सिधुवा बजारबाट थोरै माथि पेट्रोल पम्प रहेछ, यो ओह्रालोमा उकालोमा भनौँ न, हामी त उकालो आउँदै हो। ट्याक्कसँगले यहाँ देख्न सक्नुहुन्छ पेट्रोल पम्प। सो यहीँ हालेर जाँदा पनि हुने रहेछ। सो पेट्रोल फुल भइसकेको छ, अब डर केहीको छैन। अघि हिजो आउँदा त्यहाँ बाटोमा पेट्रोलै थिएन क्या, अनि त्यही भएर त्यो अलिकति, तर पुग्न त पुग्थ्यो होला। त्यो पनि जाडोमा अलिकति माइलेज दिँदैन नि त, कम दिन्छ। अब अलिकति बाटो कस्तो हुन्छ त्यही अनुसारले माइलेज दिने हो। अब यहाँ त पुरै चिसो, त्यही बवाल चिसो भइरहेको छ। अब ट्याक्क पेट्रोल पनि फुल भइगयो। योभन्दा केही चाहिँदैन, अब सरसर गइन्छ। सिधुवा बजारको अलिकति माथि पेट्रोल पम्पबाट थोरै माथि चाहिँ 2टा बाटो छ, यो झन्डै भएको ठाउँमा। सो मास्लो बाटो आउनुपर्ने हुन्छ। सो त्यहाँ एरोहरू पनि देखाइदिएको छ अनि सजिलै छ चढ्न त। गुगल म्याप्समा पनि मजाले आउँछ, हामीले त म्याप पनि हेरेको छैन, त्यही पनि अन्दाजमा आएको।
ट्याक्कै यो झन्डाबाट हामी मास्लो बाटो लागिसकेको छौँ। हामी ठ्याक्कै सिद्धुवा बजारबाट मास्लो बाटो झन्डै हुँदै आएको छौँ। सो यो ठाउँ देख्न सक्नुहुन्छ, कसले चिन्नुहुन्छ होइन। एकदम यो 2-3 महिना अगाडि चाहिँ एकदम भाइरल भएको ठाउँ हो यो। अनि फाइनल्ली हामी पनि आइसकेको छौँ। बाटो पनि यही पऱ्यो अनि यहीँ आउँछु भनेर आएको होइन, त्यही पनि यहाँ आइयो। आउन त मन थियो अस्ति नै, अलिकति यो बाटो अलिकति लामो परेर हामी यो बाटो हिँड्दैनौँ, त्यही भएर हो। सो अहिले चाहिँ अब यही बाटो जाँदाखेरि ट्याक्कसँग देख्न सक्नुहुन्छ। सो एकदमै भाइरल भएको ठाउँ हो। सो यहाँबाट अब हामी यस्तै जान्छौँ बाटो अनि हल्का भिडियो बनाऊँ न, तपाईँहरूलाई नि अपडेट दिउँ यस्तो छ बाटोमा। सो आउन सक्नुहुन्छ यो बाटो, धेरैवटा राम्रो ठाउँहरू छ क्या यो बाटो चाहिँ, तर अलिकति लामो भएर मात्रै हो। जे होस् अब यहाँ परतिर जान्छु अनि अब भ्यू त छैन, भ्यू हेर्नलाई बनाएको होला क्या, तर भ्यू चाहिँ यस्तो छ होइन। सो ल 8:15 गएको छ। सो राइट नाउ बसन्तपुर आइपुगिसक्यौँ होइन। सो बिस्तारै फोटो भिडियो खिच्दै आएको हो, बिस्तारै टाइम त लागिहाल्छ नि होइन। सो ल ट्याक्कसँगले यहाँ अगाडि देख्न सक्नुहुन्छ गुराँसको स्ट्याचु, बसन्तपुर आइयो। अब यहाँ नबसौँ होइन, अलिकति माथि नै जानुपर्ने हुन्छ हामी। जति सक्दो माथि गयो अनि माथि गएर यसो हल्का चिया खाएर अनि लाग्नुपर्ने हुन्छ, हल्का एडभेन्चर राइडतिर जानुपर्ने हुन्छ। अहिले चाहिँ पिच छ, मजै छ, राम्रै बजार छ यहाँ, ठुलै छ होइन। सानो रहेछ बाटो यहाँबाट चाहिँ, उत्तर बाटो कुन मेन बाटो भन्ने नै थाहा नहुने। बसन्तपुरबाट थोरै अगाडि आइसक्यो, यहाँ 2 बाटो छ, खादबारी तेह्रथुम। खादबारी जाने बाटो मास्लो र तेह्रथुमको म्याङलुङ जाने तल्लो हो। अनि बसन्तपुर पछाडि भइगयो हामी आएको अहिले होइन। अनि अब 3-0 जाँदा चाहिँ यही खादबारीकै बाटो जानुपर्ने हुन्छ, तल्लो बाटो नजाने होला। तल्लो बाटो जाने भयो भने चाहिँ ठ्याक्क म्याङलुङ पुग्नुहुन्छ, तेह्रथुमको क्यापिटल भनौँ न होइन, त्यही ग्यास। सो हामी मास्लो बाटो आइसकेको छौँ। सो तपाईँहरू पनि भ्लग हेर्नुभएको छ भने मास्लो बाटो आउनु होला, कन्फ्युज नहुनु होला। त्यहाँ प्रश्न त लेखेको छैन, तर म्याप हेरेर आउनु भयो भने चाहिँ ढुक्क साइडले आउनुहुन्छ। म्याप चाहिँ एकजनाले पछाडि बस्नेले हेर्नुपर्छ, मेरो चाहिँ अलिक पछाडि बस्नेलाई म्याप हेर्न अलिक आउँदैन कि, त्यही भएर अलिकति रोकी हेर्ने अवस्था भएको छ आफ्नो चाहिँ। सो ल अब माथि टुटे देउराली पुगिन्छ, टुटे देउराली पुगेर त्यहीँ खाना खानुपर्छ जस्तो लागिरहेको, कि खाजा खाएर गइन्छ माथि, के हुन्छ त त्यो अहिले त्यहीँ पुगेर थाहा हुन्छ। सो टुटे देउराली गएर देखाउँला अरू कुरा होइन। हामी चाहिँ अहिले टुटे देउराली भन्ने ठाउँमा छौँ होइन। सो हामी यो बाटो आएको हो, अब खादबारी जाने यताबाट हो, अनि हामी अब 3-0 जाने चाहिँ यो मास्लो बाटो है। अहिले त पिच बनाएर छ, पहिले त पुरै कच्ची थियो। अनि अब यहाँ हल्का तातो भएर जानु पर्यो, यसो खाएर। अहिलेसम्म खाएको त केही छैन होइन, खाजा नास्ता खाएर अनि यहाँबाट हामी 3-0 जान्छौँ। सो यो ठाउँमा चाहिँ टुटे देउराली भन्छ। ल पूर्वेली थुक्पा खाँदैछौँ, थुक्पा समोसा ट्याक्क टुटे देउरालीमा। अब थुक्पा खाने हो अनि यहाँबाट तातो भएर लाग्ने हो माथि। ल बा लाग्यौँ। सो ल हामी चाहिँ अहिले खाजा खाएर माथि गुफा पोखरी 26 किलोमिटर रहेछ यहाँबाट। सो गुफा पोखरी पनि जान सकिन्छ, तर अब आज चाहिँ गुफा पोखरी यो साधन लिएर चाहिँ जान सकिँदैन, हिउँ परेको हुन्छ बाटैभरि। अनि अब जानु चाहिँ पर्ने हो गुफा पोखरी, अब यत्रो आइसकि जानु चाहिँ पर्ने हो। अब अलिकति टाइम पनि त्यस्तै छ, यसो निस्किम भन्ने तरिकाले मात्रै आएको हामी चाहिँ। अनि त्यही हो, एक दिन आउनै पर्छ गुफा पोखरीको लागि, भ्लग छुट्टै बनाउनै पर्छ पछि। अब अर्को दसैँमा आए पनि हामीलाई होइन त्यस्तै बेला आउनु पर्ने हुन्छ। पिच बाटो यहाँ माथि अलिकति माथिबाट सकेर अब यहाँबाट चाहिँ कच्ची आइसकेको छ। कच्ची पनि एक्सट्रिम लेभलको हुन्छ, ढुङ्गाको हुन्छ होइन। अब यस्तो कच्चीमा त मजाले जान्छ जान चाहिँ। पहिलो त यतातिर हिउँ परेको थियो जस्तो लाग्छ, अहिले त हिउँको त नाम निशान केही छैन। लाली गुराँस छ, सब लाली गुराँसको बोटहरू हो, त्यही पनि लाली गुराँस त एउटै छैन त। सो ल हाम्रो स्कुटर चाहिँ अहिले यो ट्याक्कसँगले बसन्त 3-0 मिल्केमा ट्याक्क पाथिबाट मन्दिरको तलतिर होइन यहाँ राखेको छौँ। अब
हिउँ हेर्ने आसमा आएको। अब माथि जाँदा पनि हिउँ छैन होइन, यता छ बाटो। अब यहीँ राखेर बाइक स्कुटर यहीँ राखेर पाथिभरा दर्शन गर्ने, त्यहाँबाट हिँड्दै अलिकति माथि जाने जस्तो देखिन्छ त्यही देखाउँला अनि फर्किने। सो अलिकति अब कि अब गुफा पोखरी जानु पऱ्यो हिउँ हेर्नलाई, त्यो समय छैन पनि, सकिँदैन पनि, पुग्दैन पनि। त्यही भएर अब यहाँ दर्शन गर्ने अनि त्यहाँबाट माथि यसो हावा खान जानुपर्छ, तपाईँहरूलाई देखाउँला त्यो। सो ल अहिलेको लागि यति, टक्कसँगले यहाँ पार्किङ गरेको छ। सो यहाँ दर्शन गर्ने सामान पनि किनमेल गर्न मिल्ने रहेछ अहिले। सो ल चढाउने सामानहरू किनिसकेको छ अनि अब यहाँबाट चाहिँ प्रवेश गर्ने गेट आइसकेको छ, देख्न सक्नुहुन्छ। सो यहाँबाट प्रवेश गर्ने हो। सम्झना चाहिँ माथि गइसक्यो, त्यही भएर चाहिँ ल अब यहाँबाट प्रवेश भयो। गरौँ सबैजनालाई होइन। पाथिभरा मन्दिर आइसकेको छौँ। सो एरियाको यस्तो छ। सो मन्दिर यहाँभित्र छ मेन, अनि बाहिर पनि पूजा गर्ने ठाउँ छ। सो अब पूजा गर्न जान्छौँ। म मात्रै हो पूजा गर्ने, सम्झनाले हुँदैन। त्यही भएर अब जुत्ता त्यहाँ फुकालेर यता आइसकेको छु। यहाँभित्र छिरेर पूजा गर्नुपर्ने हुन्छ। फाइनल्ली पूजा पनि गरिसक्यो। सबै मेरो भ्युवर्सहरू, मेरो शुभचिन्तकहरूलाई सबैलाई रक्षा गरून् पाथिभरा माताले। सो अब यतापट्टि हल्का घुम्ने ठाउँ, यसो हावा खाने ठाउँ टाइपको छ छेउमै। यहाँ यसो हल्का फोटो खिच्नुपर्ने हुन्छ, भिडियो बनाउनु पर्ने हुन्छ। अनि त्यहाँ बल्ल बल्ल पालो आयो, हल्का हल्का भिड हुन्छ अब होइन। सो त्यही हो, ल टोइलेट बाथरुम चाहिँ जे होस् व्यवस्थित रहेछ। उता तल पनि राम्रै थियो, यहाँ पनि राम्रै रहेछ। सो देख्न सक्नुहुन्छ एरिया यस्तो छ। सो ल अब यहाँ एकछिन बसिन्छ अनि त्यहाँबाट फर्किन्छौँ हामी होइन। अब सिधै यहाँबाट घर जाइन्छ। बाटोमा यसो उसो देखाउँछु होइन। हामी चाहिँ अहिले तिनजुरेको पाथिभरा मन्दिरबाट फर्किसकेको छौँ। हामी माथि तिनजुरे डाँडा चाहिँ नजाने निदो गऱ्यौँ, किनभने अहिले यो टाइममा चाहिँ यो एरियामा चाहिँ गुराँस नफुल्ने रहेछ क्या। अब चैतबाट मात्रै फुल्छ अरे यहाँ चाहिँ गुराँस। अनि हिउँ पनि परेको छैन, त्यत्तिकै गएर त भएन। बाटो फेरि एक्सट्रिम तरिकाले अफ रोड छ क्या। अनि त्यही गाइस, ल अब यहाँबाट अहिले लगभग 12:05 गयो। अनि यहाँबाट अब लाग्छौँ। बिजोग छ बाइकहरूको, उकालो तान्दैन, बाटो यस्तो छ होइन। सो अब ल अब बाटो ओह्रालो बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। ब्रेक अलिअलि हान्दै यस्तो छ बाटो चाहिँ। योभन्दा तलतिर झन् डेन्जर छ एक दुई ठाउँ चाहिँ। अनि त्यहाँ चाहिँ अनि अब बिस्तारै खुट्टा टेक्दै जानुपर्ने हुन्छ होइन। देउराली आइसकेको छौँ। सो अब यहाँबाट हामी अघि आएको बाटो चाहिँ यो हो भनेपछि हामी यता राइट लाग्छौँ। सो खातबारी जानको लागि चाहिँ यो बाटो। अब यहाँबाट मुडे हुँदै जाने हो। अब बाटो त यस्तै होला सायद अब धेरै पछि आएको हो। यस्तै होस्, यस्तै थियो भने छिटै पुगिन्छ। अनि अब मुडेदेखि दुईवटा बाटो होला। देउराली मुनि चाहिँ गुराँसहरू देखिन थालेको छन् होइन, देख्न सक्नुहुन्छ यहाँ यसरी फलिरहेको। सो यो टाइममा चाहिँ अलिक तल मात्रै फल्दो रहेछ। माथि अब अलिक डाँडामा चाहिँ त्यहाँ चाहिँ चैतदेखि मात्रै फल्छ अरे। चैतदेखि चाहिँ जाँदा हुन्छ। वैशाख हो मेन त त्यहाँ घुम्ने बेला होइन। नयाँ वर्षमा त्यहाँ धेरै प्रकार 28 प्रकारकै फुल्छ। अनि त्यो बेला हो जाने खास गरी। तर अब यहाँ चाहिँ अब यसरी नै चित्त बुझाउनु पर्ने हुन्छ। सो ल हामी अब फर्किँदैछौँ। अहिले मुडे बजार आइसकेको छौँ होइन। अनि यहाँबाट चाहिँ अब दुईवटा बाटो छ। अनि हामी चाहिँ चैनपुरकै बाटो जान्छौँ होला सायद। यता अर्को केवा बेसी निस्किने बाटो पनि छ, तर अफ रोड छ भन्ने सुनेको थिएँ। त्यही भएर हामी यो राइट साइडकै बाटो जान्छौँ। यो बाटो नै जान्छौँ होइन। यो बाटो चाहिँ चैनपुर बाटो जाने हो। सो यो चाहिँ मुडे बजार। ल अहिले 1 बजेको छ। यहाँको मौसम भनेको एकदम चिसो छ, घाम लागेको छैन होइन। त्यस्तै छ। सो ल अब यो बाटो पनि
यस्तै छ। अनि मुडेसम्मको बाटो चाहिँ उता भन्ज्याङदेखि देउरालीदेखि 60% राम्रो 40% नराम्रो यस्तै भक्केको ठाउँ रहेछ क्या। बेला बेलामा पिजै बनाएको रहेछ, तर धेरै पुरानो पिच भएर यस्तै भक्केको, अलिक धेरै भक्केको त्यस्तै थियो क्या। हामी चाहिँ अहिले राइट नाउ मामलिङ बजारमा छौँ भन्दा नि मामलिङ बजार कटिसक्यौँ। सानो रहेछ बजार। अनि बाटो चाहिँ यस्तो रड्डी रहेछ भने नि यो खत्तम बाटो। यस्तो बरु उता हिले फर्केर फेरि तल्लो बाटो गएको थियो भने चाहिँ जितिन्छ जस्तो लागिरहेछ मलाई चाहिँ। माथिदेखि बाटो यस्तै, मुडेदेखि ठाउँमा चाहिँ कहीँ राम्रो अलिअलि हो कि जस्तो मात्रै, नत्र यस्तै रहेछ क्या सब। अनि यस्तो खत्तम बाटो कहिले पुग्नु यार। चैनपुर आइसकेको छौँ। सो देख्न सक्नुहुन्छ अगाडि चैनपुरको करुवाको स्ट्याचु। सो यहाँबाट हामी अब लेफ्ट लाग्छौँ हाम्रो खादबारी जानलाई। सो उता गयो भने चाहिँ चैनपुर बजार पुग्छ होइन। अनि त्यही हो, बाटो चाहिँ अब चाहिँ राम्रै छ होइन, एकदम पिच छ, नयाँ पिच छ अलिक तलतिरबाट त झन्। अनि अरू भन्नाले त्यो मुडेदेखि तल पिलुवा खोलासम्म चाहिँ खत्तम महाखत्तम छ बाटो। किनकि बनाउँदै रहेछ क्या, त्यो पुरानो पिचहरू पनि उकाउन सुरु गरिरहेको रहेछ। त्यही भएर चाहिँ त्यो गिट्टी नै गिट्टी भयो क्या बाटो। अनि आउन पनि ढिलो भयो। अनि फेरि पिलुवा खोलादेखि यता चैनपुर आउने साइडतिर चाहिँ फेरि यो भनेर राम्रो छ बाटो, खासै गाडी पनि कुद्दैन, आफ्नै तालमा चिलमा आउन पाइने रहेछ क्या। त्यही मुडेदेखि तलतिर खोलासम्म मात्रै हो बाटो खत्तम भएको, अरू चाहिँ एकदम राम्रो रहेछ। अनि त्यति चाहिँ अलिकति दुःख नै कष्टै गर्नुपर्छ। सो त्यही गाइस, अब चाहिँ बाटो सरल छ। अनि अब यो बाटो खासै के देखाउनु होइन। अब एकैचोटि अपडेट तपाईँलाई म घर पुगिसके मात्रै देखाउँछु। बिचमा अरू केही छैन त्यस्तो नौलो कुरा, किनकि तपाईँहरूलाई मैले पहिले देखाइसकेको हो। फेरि भ्लग लामो पनि हुन्छ, पछि यहाँ अरू भ्लगमा देखाउँला। त्यो त छुट्टै कुरो हो त्यो बाटोहरू होइन। सो ल अहिलेको लागि यति। अब एकैचोटि अब खादबारी कतिखेर पुगिन्छ त्यो त्यतिखेर नै अपडेट गरौँला। सो अहिले लगभग 3:30 हुन आँटिसक्यो, 3:30 भइसक्यो। अब 1-1.5 घन्टामा त खादबारी पुगिन्छ। ल फाइनल्ली खादबारी बस पार्क त्यही आइसकेको छ होइन। अब यहाँबाट त 1-2 मिनटमा घर पुगिन्छ। ल फाइनल्ली घर पनि पुग्यो, घर पनि आइपुग्यो। सो ल फाइनल्ली घर पनि आइसकेको छ होइन। अनि फ्रेस पनि भइयो, अनि भर्खर यहाँ बाहिर निस्केको। त्यही हो गाइस। ल अब भ्लग यस्तै भयो। अनि अब यो भ्लग चाहिँ चुनाव पछि आउँछ होला। चुनाव अघि चाहिँ हल्का यतातिर यसो माहौल बुझ्नुपर्ने हुन्छ। यहीँको चुनावकै भ्लग हाल्न सक्छु म, त्यही भएर यो चाहिँ अलिक पछाडि हाल्न सक्छु। त्यस भ्लग हेर्नुभएकोमा धन्यवाद। सो लाइक सेयर सब्सक्राइब हान्नु होला। त्यो फेरि अरू भ्लगमा भेट्नुपर्छ। सो ल।